परेको नि त फेरि है त्यति बेला यो बराबर त्यो अर्को चाहिँ यत्रो साइजको जत्रो भयो भने दुईटा जुन बराबर गर्नु पर्यो एउटा चाहिँ सानो नै सानो नभए होइन गेटको त गेटकोमा चाहिँ अर्कै यो दुईटा भएपछि भयो कि त्यही त यो दुईटा चाहिँ बराबर बनाउनु ताग्न सजिलो होस् उताको चाहिँ गेटको चाहिँ अब गेटको चाहिँ यस्तो बनाउनु पर्यो नि जान भनेको परिवार भयो गुमुस्टा भनेको संस्था हो नि त सङ्घ संस्थालाई गुमुस्टा भन्छ यो माथि लेख्यो यहाँ तल बङ्क बराल परिवार सङ्घ नेपालीमा लेख्ने होइन आफ्नो भाषामा अनि यो लेख्यो यसको यहाँ तल लेख्ने यो लेख्यो यहाँ लेख्यो सबै लेख्दिने कि अनि यो लेखेर बनाएको प्रिन्ट गर्दाखेरि पैसा बराबरै हो सुन्नु एउटा कुरा म यथार्थ कुरा भन्छु पढ्ने बेलामा त्यो जो सजिलो छ त्यही पढ्छ जो अप्ठ्यारो छ त्यसलाई पढ्दै सबै हुँदैन क्या अहिले अब सुन्नु नेपालीमा नलेख्ने मैले जानेको त नेपालीमा नलेख्ने इङ्ग्लिसमा लेखिदिने भन्ने जेमा भनेर लेख न जेमा भनेर सुन्नु न मैले भनेको उसलाई चाहिँ बन्दीपुर बरालको होइन वार्ड नम्बर बरालको बन्दीपुर 4 त्यो चाहिँ के अरे यसमा लिपिमा लेख्ने अनि इङ्ग्लिसमा लेख्ने भनेको के मैले यसलाई इङ्ग्लिस नलेख्ने भने जस्तो छ पासै उहाँ त्यो सौराबाट पनि उता गयो कस्तो छ रे अब सानो छ अरे उनीहरूले नदिने देऊ न अलिक पैसा देऊ अलिक धेरै पैसा देऊ न हजुर ल हजुर हजुर नानी त्यो सानो छैन सानो त्यो सानो ल्याउनु त के हो हामीले पूजा गरेको त हो नै यस्तो गर्नु न त्यो सानोलाई जति पर्छ हालेर ल्याउनु के फरक पर्यो यसो गर्नु सानो मात्रै ल्याउनु मासु यहाँ त्यो प्रसाद मात्रै खाने मासु हामी यहाँ कुखुरा किन्छौँ त्यो सानो जो पार्छ नि तपाईँले हो त्यो ल्याउनु सानो ल्याउनु जति पैसा पर्छ ल्याउनु अनि लिइरहेको छ महाराज सुझाहरू लागि निकाल्नु सिमेन्ट जम्मा बहिनी चप्पल लगाएको जुत्ता यसो अब यहाँ यता जानु परेको हो हामी यता बाटो लाग्ने लागौँ तपाईँहरू यहाँ सामान रहेछ सामान भनेपछि अनि एक दुईजना जाने हामी उता जाने फेरि निस्क्यो भने हैरान बनाएर काँडाले घोचेर त्यो अहिले उकाएर लान खोजेको के को लागि हुन्छ यो हाम्रो चाहिँ पूजामा गेटको त्यो लगाउनु पर्ने होइन सधैँ साध्य भएन अहिले चाहिँ सानो बिरुवा छ भने बिरुवै लैजानु पर्यो यहीँबाट घारी नै यो छाँ रोपेपछि फैलिँदै यहाँ आइपुग्यो उहाँ रोपेर यहाँ आइसक्यो ज्वरै आएन आइसकेछ यता जरा तान्नु त्यो त गयो ल त्यसको त कहाँ पुगेर छ नि तीनटा पात त ल्यायो यता यहाँ उता अब त्यो तान्ने कि नतान्ने ल जाम अब जम्मा काँडा हुन्छ रहेछ यत्र बेतको चुया बनाउनलाई यहाँबाट पनि घोच्यो पापा एउटा हातले पकाउनु यहाँ खास गरिकन के चाहिन्छ भने मेन जुन पुजारी कुटुम्ब भन्छ नि त्यो मेन पुजारी कुटुम्ब भनेको मगरै चाहिन्छ तर भान्जा के अरे ऊ चाहिँ दान गर्नु पर्यो भने भान्जालाई गर्ने पुजारी राख्नलाई चाहिँ उसलाई राख्नुपर्छ क्या जस्तो तपाईँको भेना
ए कान्छा जस्तो हाम्रो भेना कसले हो त्यहाँ तपाईँ हाम्रो चाहिँ चाहिने बेलामा मर्दा पर्दा चाहिँ दुध भाग्दै हो चाहिँ ज्वाइँले हुँदैन दाजु नमी छिन्तामुले दाजु छिन्तामुले अलग जग्गा पैसा नियमित अनि पैसा काम एक दिएम नुर्छ क्या ए नुर्सम्म हाले गाँ नुम्या होला मलानु गरक मामुली नानी जग्गा पैसा जाने होला केटाहरू पैसा काट्दै खाना डेमु डेम्या के किराको लाज खाया घाट लाग्नु होला क्या नानी जाबो होला त नि कालो चाहिँ इला रोप्दिनु छैन ठाङ्करे नलाग्नु न इला रोप्दै जाने त्यो ठाङ्करे चाहिँ इडी जरा आमदाङ माछा नै बाकी इदा छुकली कोमल लारै छ त्यहाँ इडी जरा आउनु ठाङ्करे छ पछि दिला हाल्के इस ठाङ्करे इडी के ओला मा ओल्ने जाकरी के लाग दि जकम माछा वाह वाह आले सवालले छोरी होला मला नाही ना या दूध पनीर दूध खावा करो सारे नहीं करो निजार नहीं होला वडा चाहिँ पुना चाहिँ बायाका चाहिँ भुइँखेरले हातेर उनी टियाले पुगे उनी गप्पै जाता ढ्याम्याङ केटाहरू नाम एउटा गाड्दिन् त्यहाँ त्यो बारी मुनि छ तिनीहरूलाई ल्याउनको कारणै यो यहाँ रोपिया छ है यो भित्र चाहिँ चढेर लगायो भने यसो गाना मर्दैन यो गाना तलबाट रुख्नु यत्रो जरा छ है दुई ठाउँमा यसरी रोपिया छ भनेर सम्झियो यसो पनि सम्झिनुपर्छ पानीले हाल्नु पर्दैन चिसो छ चिसो छ केटाबाट यता आउनु काका हजुर केटाबाट यहाँ फाइनली हो ल सेलाउने वाला सबै जानु पर्दैन जति जति बोक्नलाई मान्छे छ त्यति गर्नु पनि भयो अब त्यो समाउनु पर्यो नि त सबै कुरा त्यही त मैले भने सुन्नु मैले भनेको सुन्नु सबभन्दा पहिला हामी पूजा गर्ने है पूजा गरेपछि अलिकति उ गरेपछि यता चेलीबेटी खुलाउँदै गर्दै त्यति बेला हामी ड्रेस लाउने अन्त के मतलब भयो होइन ड्रेस लाउने सबै जो पियर छ पियर बसेर फोटो खिच्ने ग्रुपमा खिच्ने हुन्छ भने आफ्नो पुस्तामा खिच्ने होइन अनि भरे सेला जाँदाखेरि 4-5 जना लगाएर जाउँ भने के हो त उहाँ त त्यो हामीलाई बोलाउनु माथि बोलाउनु त यहाँ थाली झाँक्री ल्याइदिने हो क्या भेना त भेनै हो देवीलाल भेना छोरी माम खाने हो नि टोपी लाउने त उही त थियो अगाडि चलाउनु न के त्यो उयो रुखमा राख्दै रुखमा झन्डा पूजाको त्यो हो क्या उता माथि कापमा हो राख्दै तपाईँले मोबाइल झार्यो नि अब तपाईँ त हेर्दै हुनुहुन्छ मोबाइल झार्यो नि हेरेको तिमीहरूले आफ्नो जान्नु नि उसले एक्जाम्पल दिइहाल्यो ल भयो हो
भान्जाहरू आउनु भएन आज फेरि अब को आफू एकदम काठिने बेला खाए हुँदो रहेछ पहिला दाल हालौँ त्यसपछि तरकारी हो अन्त हाल्नु त दाल त हालेको दाल त स्वाटै तल जान्छ आफैले साइला भात अनि आज पूजाको पनि सबैमा के छ भनेर भन्दाखेरि अहिले जुन नयाँ पुस्ता निकालेको छ त्यसमा चाहिँ बुद्धको मूर्ति राख्ने त्यसमा चाहिँ दिएको जो विधि विधान छ त्यसमा दिएको सामानहरू छ त्यो सामानको हिसाब किताबमा चाहिँ अब हामीले लेटेस्टमा जाने हो भने लेटेस्ट सोध्नुपर्छ अहिले त्यो पनिर पनि तयार भइसकेको छ अहिलेसम्मको पनिरहरू चाहिँ के छ भने 13 दिन गर्ने खालको छ 11 दिन गर्ने खालको छ अहिले फेरि मगर बौद्धसँगले निकालेको जुन किताब छ त्यो त्यति छैन उसलाई चाहिँ ब्लिडिङ भइराखेको हुन्छ त्यो हिसाब किताबले गर्दाखेरि त्यो उसलाई आराम चाहिन्छ भनेर चाहिँ 22 दिन लगाएको अरे सुत्केरी चाहिँ 22 दिनको दिन बल्ल चोखिन्छ पोहोरपारादेखि के गरेछ भने छोराको पनि छोरीको पनि सँग एउटै डेट राख्ने भन्ने थियो पहिले चाहिँ अलग अलग थियो हामीले पनि छोरी र छोराहरूको अलग अलग डेटमा चाहिँ नि चोखिएको जुन चाहिँ यो घटेको बेलामा आउँदैन घटेको बेलामा चाहिँ अब वापा भनेको अनुसार नै गर्ने चाहिँ ठिक हुन्छ जस्तो मलाई लाग्छ यो रिजरलाई दण्ड भएको होइन रिजर गाईको हो आउने ठाउँमा जाने भनेको अनि 5-6 त्यसरी धेरै होइन माथिको भाइ ऊ माथि छ कि दुईटा कुवा भान्जाहरूलाई हो यहाँ त फाल्तु भएर हामीलाई
भात थोरै छ क्या हामीलाई होइन निचारेर अलिकति निकाल्ने क्या त्यही त पिस्न त पर्यो नि त काका न यो उखा त ल्याउनु परेन थाहा बेतको यो रे बेत ल्याएको भनेको यहाँ उ गर्ने होइन बेतको चाहिँ काटेर चुवा गरेर त्यसले बाँध्ने रे पुरा त्यो यहाँ लेखेको चाहिँ त्यो छ है यहाँबाट त्यो चाहिँ बसिरहेको त्यो त होइन त्यसको त त्यो अर्कै के हुन्छ अरे त्यो त त्यही डाँठकै निकाल्ने होला पात पनि हेरौँ पात पनि ट्राई गरौँ यस्तो गर्ने त होला यसलाई उ गर्दिनु ठुलो कता बनाउनु भिकीमा गर्दिनु है कस्तो के थियो हाम्रो के डेमी त पश्चिमबाट आउने हो नानी कता होइन आएर पश्चिमबाट आएर नि पूर्वतिर यस्तो माथिको उके आएर यता बसाल्ने कि यता बसाल्ने त हामी बसाल्ने हो नि त पश्चिमबाट दक्षिण त बसाल्ने पहिला कता गरेको थियो कि पूर्व बसाल्नु पर्यो कि उत्तर बसाल्नु पर्यो त्यो त हो त्यहाँ गरेको ल सुन्नुहोस् मैले त तिनवटा पूर्वतिर फर्कायो अब कता फर्काउने उत्तर फर्काउने कि पूर्वै हो खास के हो यो फर्काउने त फेरि अहिले त्यहाँ तपाईँको दाइ झरेर नि त फेरि अहिले खोइ कता गयो थोरै राख्ने कि खास धेरै भयो गेट यताबाट पूर्व फर्काइदियो निस्किन्छ भन्छ तेल निस्किन्छ अहिले हामी पनि निस्किन्छ भनेर बल गरेको थियो क्या कुनै जमानामा यहाँ सघाइसकेको चाहिँ कोइला ल्याउनु लाएको थिएँ मैले यो बेगले बनाउँ त्यहाँदेखि माथि अरूले झाडेपछि 700 रुपियाँ यसले गरिदिउँ गरे काटासम्म योलाई नि बान्न यो होइन तेल यो होइन चिनको तेल नि होइन जस्तो तेल त्यो अलिक सानो बनाउन त्यो बान्ने कुरा त्यस्तो छैन के भने यो सकियो यो यहाँ ल्याउनु दुईटा जति जिला निस्कियो बाजे लिएर आउनु भएको योलाई उता हाल्दैन त फेरि राम्रो छ कि हाल्नु नि त एउटा लाइन ल्याएर यहाँ ल उता एउटा लाइन लगाउनु त्यो राख्ने खान यो धुरीपट्टि राखिदिउँ कि कता राख्ने होइन मैले यतापट्टि राख्नु कि यो त्यहाँ त्यो गर्नु पर्यो नि गाड्नेलाई यो चलाउनु लानुभएको तपाईँ हाल त तपाईँले थोरै चुहा त पहिला थोरै चुहा होइन त्यसैले कि यही डाली परिहाल्ने भइहाल्छ त्यसै त्यस्तै हो अलि उ गर्नु ज्यादा उता टोपर मागेर लिए त एउटा दुईटा हातले बेरेर तेल निकाल्यो नि त अलिकति त्यो ढोका बिचमा दुईटा कहाँ गयो के त्यो तल सुबर यसलाई पठाउनु त्यो बोलाउन कहाँ मैले सोधेको थाहै छैन नि
त्यति गएको थियो यताबाट मान्छे आउँदैन होला भन्ने सोच्यो यताबाट आउँदो रहेछ टोटै सा आउँछ त्यसो भएर यो इस्माइल धेरै आउँछ दुईटा उपर जति बनाएपछि यो पिठो उता उता उनीहरूले मिसाएर फुल्छ सर्नु पर्यो क्या काका पहिला होइन त्यो चामलवाला होइन ऊ त्यो अङ्खरमा बनाएन नभए ऊ यो छ नि यो माना क्या माना त्यो त्योमा थियो होइन पटमा चेन्ज गर्नु सक्दैन यो पटमा थियो होइन भनेको पुरानो हो नि त्यसलाई चाहिँ सुरक्षा गर्ने होइन हो होइन नयाँ ल्याएको छ भनेर हिजो भनेको थियो नि यही लगाइदिने हो कि अहिले यही लगाइदिने हो कि अहिले यदि यो चाहिँ अहिले यसरी मलाई लगाइदिन्छ अनि यो मलाई चाहिँ राख्ने बेलामा यो राख्ने यसमा राख्ने अहिले चाहिँ त्यो हिजोको रातो र पहेँलो कपडा थियो खै त्यो यो चाहिँ ऊ जमानाको नक्थ हो है त्यसरी होइन पछि ठाडो जमाना दिएको नक्थ हो यो पातपट्टि समातेर जराले जाली दिएको जाली चामल यति नै हो यसलाई अक्षेत्र बत्ती राख्ने छुट्टै पिठोबरमा चाहिँ एउटा टपर यहाँ छुट्याउँछ अर्को टपरले त लाएर आउनु होइन के यो चाहिँ पुरानो नक्थ हो यो पछि दिएको नक्थ है यो चाहिँ जुन वर्षबाट हाम्रो बाजेहरूले चाहिँ यो मान्न थाल्यो त्यसबाट चाहिँ प्रयोग कागजमा लेख्यो भने त कागजमा लेखेको छ अरे 89 जाने अनुसार 89 यसलाई चेन्ज गर्न मिल्छ होला नि है त्यही त यसलाई हटाउने यो राख्ने होइन यो चाहिँ यो छोड्नु छ यो साह्रै यहाँ यत्रो केरा पात छ यहाँ केरा पातको राखेर खै हाँसी छैन उता थियो नि हाँसीले हाँसी यहाँ छौ हामी होइन यतातिर मान्छे बस्छ क्या मान्छे मेरो काठ चोट यहाँ हाँसी ल खै हाँसी काका टोपर चाहिने यो पञ्चायतहरू बनाउनु पर्यो होइन यो एउटा ठुलो टोपर माग्नु लाइटर पनि ल्याउँछु मैले त लाइटर ल्याएको थियो अघि सलाई नै ल्याएको थिएँ यहाँ कसले खै त्यो सलाई खै सलाई कता भयो यो अघि आगो बालेको सलाई सलाई कसले भयो ए सलाई कसले लगाएको अघि यहाँ सलाई थियो नि बालेको सलै अघि आगो बाल्ने ल्याएको थियो नि यहाँ कता केसँग हो क्या सलै सलाई अर्कै सबै छैन होला कि कपर त अलि ल्याउने प्रसाद ससादमा राख्नुपर्छ हो त्यो उताको अक्षता जति ल्याउनु लगाउनु सबैलाई आफ्नो आफ्नो ल्याउँछ
ढिलो होला भनेर नि एउटा छोटो बोडी आउँछ यो चाहिँ हाम्रो अहिले नयाँ भनेर चाहिँ नयाँ चढाउँ भनेर यो ल्याएको छ। पहिलेदेखि चढाउने गरेको यो चढाइसकेपछि थन्काएर राख्ने यो ढुङ्गामाला किसान छैन यो खै मलाई यो ठुरा हो कि के हो? भाइ माइला यो राम पान्छा यसरी सिन्धुत्रा भन्ने होइन दाजु यो ठिम्रा भन्ने यही होइन ठिम्रा यो त्यो ठिम्रा होइन त्यो ठिम्रा त त्यो हात्तीको दाँत जस्तो हुन्छ नि सेतो यो होइन यो चाहिँ उसको के अरे के त फेरि यो के अरे सिसाको बनाउँछ नि जाल हान्नेमा के इन्डिया पैसा राखेको छ त यहाँ एकचुटको पैसा यो दुईटा हो सबभन्दा पुरानो पैसा त्यो छ यो पैसा त यो इन्डियन पैसा त नराखेको होइन कसैले चढाएको होला होइन न भित्र चढाएको हो हुँदैन समस्याको छ राखेको त चढाएको होला तर यो पुरानो झन् गर्नु भएन पुरानोलाई त्यो पुरानो चिज भनेको पुरानै हो यो प्रसाद यता लेआउट गरौँ ल्याउनु अब यता लेआउट गर्नु यो यहाँ सबैले सुनेछ कोही न कोहीले सम्झेला नि यतापट्टि हो सन्तोष दुईटा मात्रै आएर तिनवटा मात्रै भएछ त एउटा डालो माग्नु एउटा 5वटा बनाउँछ नाम ल अझै दुईटा चाहियो सबै परेछ त्यहाँ सबै अब नाम ल नाम यो अलग्गै मुस दुई भयो तीन राख्नु हुन्छ चामल यहाँ चामल एउटा टपरीमा राख एउटा टपरी धेरै पर्दैन अब एक चिम्टी सबैको नछुटोस् है बाबु त्यो पानीमा हालेपछि यो अहिले भित्र राख्ने ठाउँ छैन त्यो एकै ठाउँमा अटाउँदैन चामल नछुटाएर चामल खोइ त्यहाँ राखेको छैन चामल बाल्दै गर्नुपर्ने खानै मात्रै गदा हो यहाँ जम्मा भएर यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर सिक्न आएको यहाँ आइज भनेको यहाँ लुगा खोलेर यो पनि पलास पनि यहाँ छुट्टै राख्नु पलास भनेको यस्तो हुन्छ भनेर हेर्नुपर्छ है तिमीले देखाएको छैन पलासको फुल एउटा टपरीमा हालेको थियो नि यो सबै यो चाहिँ मेन हो है गोलो बनाउन गोलो बना न गोलो बनाउन मिल्दैन अर्को पोखरी एकै ठाउँमा जलाएर एकै ठाउँमा राख्ने
सदरज्यू र त्यो वर्षा थाना सबै आइटम पढ्ने को पढ्ने भन्ने त अब के अरे अब यहाँ ट्रेनिङ गरेर बसिरहेको यहाँ छ के हजुरले त्यो गहना पात लगाइदिनुहोस् हजुर त्यही त लगाइसकेपछि अब खन्ने हो यो अरू भन्दा पनि छुट लाग्यो राखिदिने हो यो यहाँ अगाडि राखिदिने के बाबु यो सबै लगाएर एउटा नथ छुट्यो त्यो हराउ लगाएको थियो यहाँ पुरा त्यो ठाडो गर्नु न सुरु गरे सालमा पूजा गरेको हो। सम्वत 2003 सालको वैशाख 5 गते पूजा गरेको हो। सम्वत 2011 सालको वैशाख 3 गते पूजा गरेको हो। सम्वत 2014 को फागुन 15 गतेमा पूजा गरेको हो। सम्वत 2034 को फागुन, त्यसपछि सम्वत 2041 को फागुन, सम्वत फागुन 2051, सम्वत फागुन 2056, त्यसपछि सम्वत फागुन 2069 अनि त्यसपछि केही सम्वत 21 गते फागुन 2073 मा जल थलाङ उत्पन्न छान्च्यो नाको कुलदेवता देवरानी परमेश्वरी हिमाचल पर्वत सहारा नाको कुलदेवता देवरानी परमेश्वरी कलागिरी पर्वत सहारा नाको कुलदेवता देवरानी परमेश्वरी हिमाचल पर्वत सहारा नाको कुलदेवता देवरानी परमेश्वरी सहारा नाको कुलदेवता देवरानी परमेश्वरी सहारा नाको कुलदेवता देवरानी परमेश्वरी पिता पुर्खा वृत्तको नाकु सेवा पूजा जातलेसा तो अथाई काने नाकु सेवा पूजा जातले परमेश्वरी रानी याले परमेश्वरी रानी भागीरथी गंगा सहारा नाको कुलदेवता देवरानी परमेश्वरी साकु गंगा सहारा नाकु कुलदेवता देवरानी परमेश्वरी राम गंगा सहारा नाकु कुलदेवता देवरानी परमेश्वरी भागी गंगा सहारा नाकु कुलदेवता देवरानी परमेश्वरी गंगा सहारा नाकु कुलदेवता देवरानी परमेश्वरी बेरी गंगा सहारा नाकु कुलदेवता देवरानी परमेश्वरी भैरवी गंगा सहारा नाकु कुलदेवता देवरानी परमेश्वरी सालग्री गंगा सहारा नाकु कुलदेवता देवरानी परमेश्वरी महाकाली गंगा सहारा नाकु कुलदेवता देवरानी परमेश्वरी 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 इलाम तारा नाकु नाकु अब चाहिने के गर्नुस् भने तारा भनेर भन्यो है अब मैले त पूजा गर्नु पर्यो अब प्रसाद सरसाद लैके जो पनि चढाउनु पर्ने चढाउनु म पूजा गरिरहेको पूजा गर चढाउनुहोस् नैवेद्य लगिदिनुहोस् के दिनुपर्ने छ सबै दिनुहोस् उड्यो माथि हेर उ पल्टेको
भाले यहाँ मनसाउनु पर्यो सबैलाई दिनु न जुत्ता सुत्ता खोलेर बगाउनु न तपाईँहरू जुत्ता खोलेर आइज मैले बोरा मागेँ भने त अहिले त बिरालोले लिएर गयो भने के गर्नुहुन्छ बाउ तर मैले त्यसको भयो कि भयो यता पछाडि तपाईँले चाहिँ खोल्ली ल ल ल ल यहाँ यो यिनीहरूलाई बाजे बोजेले जुत्ता सुत्ता त खोल्न लाउनु पर्छ बोकेर हिँड्या छ के भयो खाली भयो अब यो खाली अलि बनाउनु जति गरी हुन्छ भ्याट पूजा नभ्याउँदा त्यहाँ पुग्यो भने 3 भएन 1 2 3 4 3 भइहाल्छ हाम्रो झिकेको हो कि हेर्नु ओइ तैले के अब एउटालाई आइज हान्न ल यो पानी त भइसक्यो हैन समान यो एउटाले वाउ ल ल ल पाउ ल ल ल 3 4 6 7 8 अब खोइ समय सिद्धार्थ गौतम बुद्ध यो त भयो नि काका है
त्यही भएर अब चाहिँ बोला शान्ति माने अब मान्नु माने ओके 5 वटा माने घोप्टो गरेर टिका लाग्यो ल यहाँ आउनु अलिकति तल के खानेकुराहरू राखेर त्यसको पावर हान्नु एकछिन है दुईटा छ सबैजनाले अरू सबै आउनु है यो सामेल चाहिँ छाड्नु सधैँ नै नाति न्यादी पखण्डीमा नाति मिला शरण यहाँनिर पट्टपुत्तरले सधैँ नै हिजो देखाउनु बिचरा सासू बुहारी ढसेर जस्तो एकैचोटि बेलुका रानी परमेश्वरी सिद्धि गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी बड़ी गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी महाकाली गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी भैरवी गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी कर्णाली गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी सागी गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी राम गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी ईसाकु गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी भागीरथी गंगा दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी हिमाचल पर्वतांग दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी द्रोणाचल पर्वत दहा नाकु कुल देवता तीव्र रानी परमेश्वरी मलाक नाकु कुल देवता तीव्र रानी परमेश्वरी हे कुल देवता तीव्र रानी परमेश्वरी पिता पुर्खा नाकु सेवा र पूजा जाता र पूजा जाना पुराण यानी हे कुल देवता तीव्र रानी परमेश्वरी यसमै ठिक हुन्छ अहिले पहिला दिनु नाति बाबु यो पनि मिसाउने रोटी खै मिसाको त्यहाँ हाल्नु त रोटी ल्याउनु त बाहिर त बुझिनुहोस् के
ओ यो पोका पोकी चाहिँ फेरि जताततै नफाल्ने भएर सेलाउ लानुपर्छ। यहाँ युज भएको पूजामा युज भएको जति भरे म सेलाउन लाने हो। अब त हामी पनि गए हुन्छ होला नि त्यो काम गर्न। जाने त हो नि अब कसले अब जाने त हामी Tisinore deme bhagere mago bijamu kanji kira deurali khora auta bijam टिका नलाउँदै लड्ने खेले लड्ने मैले जित्ने अनि काका बाजे त्यो रुनी जाने खोइ नातिनीहरु छोरीहरु नगद त जम्मै हजुरसित कहाँ राख्नु भयो नाङ्लामा के खनाएर ल्याउ प्रसाद लिएर जाने प्रसाद नानी यता नमस्ते बाजु बाजु हो बुढो बाजु ग्रेप्स मात्रै खाने अनि हाम्रो पनि त होला त अहिले लैदिउँ ला उनीहरूलाई यहाँ त अहिले हेर्नु भएन नि प्रसाद के हुन्छ ए कान्छा कान्छीहरुलाई भाउजूलाई बोला नि यहाँ जानु पर्यो बोलाउनु है बोलाउनु अब भाषा खाने बेला जाने कसले लाइदिने टिका उहरू खिच्न ओए बचेलाई पनि ऊ त्यसलाई दे बजेहरू सब भेटिसक्यो होइन बजेहरूले चिने बजेले
पोलेर जान्छ नि गाजा धेरै होला जस्तो छ है धेरै नकाट्नु भो पानी केराको टाउको हाम्रो शरीरको मासु यस्तो गरेर यो झोल उते तल हाल्दै झोल मात्रै अनि यो यहाँ खने भने निनी भन्नु यता निनी भनिसक्यो मलाई नमस्ते पनि गरिसक्यो है अहिले अब घाम छ यता शीतल यो त माने ai bà thế nào ở ngay cho mình cái chân cũng mấy này xíu thế này cũng mang khăn ăn cũng mang khăn ăn cái chân nào ali ali mana cháu cũng bây giờ chân ông ấy nó bắt bắn đâu सासू बुवालाई किनिदिनु इले छछन म जे चाहिँ के पुग्यो ओ म त रे आगी आगी मेटाको माछा दिमा प्लेट माखन न माछाले जाके काका त कम न माछा हाले अहिले ओ उता खाने अहिले हामी के तिम्रो नाम मुख सुनिल कुनकुनमा खाना छ के हैन होइन यो यतिकै जुलको उताबाट उठाउनु एकैचोटि खर्ने खर्ने झन् बेरेर लानु सोध्दै यो भत्काउनै पर्दैन पानी के यसलाई चप्पो चाहिँ भारी बनाएर बनाएर लानु के त्यसैले त्यसलाई पनि एउटा खुडी त्यही हो त्यही जान लानेहरूलाई है हामी यो लानलाई कति मान्छे चाहिन्छ त्यति जाने हो अहिले उठ्या आउनु
सेलाउने ठाउँमा गएको नि त म थप्पडा थियो पहिले बेलुका पनि लाग्यो मैले भनेको पूजा गरेको सामान पहिला सेलाउने सेलाइसकेपछि अनि बल्ल खाने भनेर चाहिँ लगेको खाना थालेपछि भरे साँझ पर्छ अनि कति गरी लाग्छ मजा जाने भागिन्थ्यो सिलिङ भनिसक्यो कति ग्राम हो ल्याउनु राको योबाट हिँडेर बाबु तिमीहरू खाना बस्न हो अब छो बाँड्नु पर्छ होला हौ हजुर उदय जन्मा भान्जा होइन सबभन्दा पहिला त होइन हाम्रो भेना त्यो चाहिँ हाम्रो दिदी दुर्गा छ नि भेना ऊ हो खास तर उहाँ पनि भएन फर्स्टमा होइन के उहाँको छोरा चाहिँ हामीलाई हुन्थ्यो उहाँको छोरा हुन्थ्यो छोराको चाहिँ नि अब श्रीमती चाहिँ हाम्रो चेली हो तर उहाँ पनि बस्न मिल्यो तर मेन जस्तो उहाँ फुपूको बुढा चाहिँ उहाँ चाहिँ मेन आयो भने त्यही भएर तपाईँले भनेको नभ्याएको छैन कि उहाँ मैले भन्नु मतलब दिदी बहिनीको श्रीमान त्यो हो खास असली पुजारी एउटा भयो नि चाहियो एउटा त जसरी एउटा चाहियो एउटा चाहिँ चाहियो त्यसपछि त्यसको बाद 2टा 3टा 4वटा अरू हुन्छ तपाईँ चाहिँ कहिले आउनु पर्यो 17 गते पूजा भनेपछि 15 गते होला यहाँ ल्याउनु पर्यो जसरी भए पनि उहाँलाई भनेको त मैले त्यही हो शब्दै त्यही बनाइदिनु तपाईँले 15 गतेको दिन उहाँलाई पनि हामी जस्तै राख्ने हो यहाँ अब हामी घाम डुब्नेपछि त खतम बनाउने भन्छ अब उनीहरू घाम डुब्दासम्म अरू निम्तो जस्तो मानेर आइराख्यो भने त भरे आउनु पनि छैन भन्यो भने के उसलाई नि नमजा हामीलाई नि नमजा त्यही भएर तपाईँ बाजेले सुन्नुहोस् काकाले सुन्नुहोस् मेन अहिले ठ्याक्क हाम्रो 3टा आँगा छ एउटा उहाँको तर्फबाट एउटा पुजारी आउनु पर्यो एउटा तपाईँको चाहिँ नि खलकबाट पुजारी आउनु पर्यो एउटा जसरी नै ल्याउनु पर्यो 3जना हुन्छ त्यहाँ यो कुरा सबैले बुझ्नु पर्यो त्यो भए त पुगिहाल्छ त्यो भए 3जना हुन्छ त्यही पनि सल्लाह गरे नहुने कुरा त होइन आफ्नो ज्वाइँ भान्जा ल्याउनु पर्यो ज्वाइँ भान्जा हामीले ज्वाइँ पनि भन्छ अब योलाई एकदम ताजा राख्नलाई छिटो पूजा गर्नु पर्यो बस छिटो पूजा गरेपछि त्यो बिर्सिन्न क्या 3 वर्ष भन्या के छिटो भनेको 3 वर्ष बुझे माया के मैले एकपल्ट घुमा पुरै घुमाउनु है नानी फेरि बोले रक्सी खानी भन्नु भएको थियो के अनि रक्सी त्यहाँ खै त यो नि पखाले हो यो रोटी के गर्ने होला नि एकचोटि हैन खाल्दै होला नि नानी रोटी एकचोटि खानु पर्यो हजुर पोट्याएर भानु रोटी लुगाको नि भ्या ह यो भुत्ला हालेको नि के हाल्नु पर्ने त आदिले हुँदै हैन हैन यो भुत्ला लानु न उता लानु नजलेको त लानु न हैन एकदम यो पानी त आज अलि छिटो आउनु पर्छ किरानी त्यसले त फैलाएर राख्यो भने पानीले छोडेर त हामीलाई पुग्ने रहेछ फेरि टाउको हो त नि नहाल्नु नि त्यस्तो हो नि त
बचेको केही छ भने ल्याऊ। भोलि पर्सिलासम्म खाइराख्ने हो क्या अनि गाँडतिर नि राख्ने होला। कता कता गयो डेढ लाख कता कता गयो यहाँ भरै यो त्यो हरिकरमा होइन यसले पनि सोधेको सबैले सोधेको के बनाऊँ भने दिनु होइन यसले काम त ठिक गरेको यसले ओभरअल त यो चाहिँ बाहिर राखिनु न। होइन मासु अलिअलि टोक्रोमा छ त्यति मात्रै। मभन्दा माथिको कुवारीको बाजे अनि चाहिँ इन्डियाको बाजे अनि युकेको काक। यहाँ छैन कोही नि। मुख्य पनि हो। भपेन्द्र थापालाई चाहिँ सबै कुटुम्बदेखि लिएर दाजुभाइ औलाहरू सबैलाई शुभकामना अथवा धन्यवाद ज्ञापन गर्नु यो सबै म चाहिँ यहाँबाट बिदा हुन्छु। उहाँले अब तपाईँहरू आइदिनु भयो, तपाईँले सबैले सहभागी भएर यो काम के अरे हाम्रो चाहिँ पूजामा सरिक भइदिनु भयो। मैले पनि लागे पुगेसम्म र तपाईँहरूको सबैले के चाहिँ भक्कल गर्नुभएको थियो भनेर त्यो भक्कलको सम्पूर्ण त्यो धुपधुवार गरेको बेलामा सबैको यस्तो होस् भनेर जन्मेको अनि चाहिँ बिरामी भएको अनि यहाँ हाम्रो यहाँ के अरे माइला काकाले तर्पण दिनुभएको पानीको कुरा सम्पूर्ण कुरालाई लिएर अनि हाम्रो यहाँ के अरे बरालथोकमा बस्ने, चितवनमा बस्ने, इन्डियामा बस्ने, हाम्रो अहिले गएर त अस्ट्रेलियामा पनि बस्ने, बेलायतमा बस्ने सम्पूर्णलाई भनेर मैले कुलदेवताले रक्षा गरून्, संरक्षण गरून् भनेर मैले चाहिँ के भन्छु भने 3 दिनै मैले हाम्रो पिता पुर्खालाई मैले बिहान पनि बेलुकी पनि सधैँ मैले धुपधार गरेको बेलामा मेरो कुल मैले नाम चाहिँ मैले दिव्रा रानी भनेर भनेको थिइनँ, तर कुल देवी भनेर मैले भन्थेँ। त्यसरी स्मरण गरेर सम्पूर्णको पितृहरूको र तपाईँहरूको सबैको चाहिँ भलाइको लागि भनेर मैले सधैँ नित्य सधैँ बिहान बेलुकी सधैँ चाहिँ मैले धुपधार गर्छु र पुण्यको बेलामा हाम्रो पुरानो संस्कार भएको हुनाले त्यही अनुसारको चाहिँ मैले के अरे लिपपोत गरेर नुहाइधुवाइ गरेर लिपपोत गरेर त मैले चाहिँ धुपधार गरिराखेको छु। यसमा चाहिँ सबैलाई चाहिँ राम्रै होस् भलै होस् भन्ने चाहिँ शुभकामना सहित यसपालिको हाम्रो चाहिँ यो कुल पूजाको कार्यक्रम यो हाम्रो दाजुभाइ भेलाको यो चाहिँ अहिलेको कार्यक्रम पनि अहिले यही समापन भएको घोषणा गर्दै म तपाईँहरू सबैलाई फेरि पुनः के अरे भोग गर्दै म बिदा हुन्छु। हस्त नमस्कार। सबभन्दा पहिले म सबैजनालाई झोरले भन्न चाहन्छु हाम्रो बङ्क बरालहरूको रीतिथिति अनुसार र सबै मानवहरूले गर्ने रीतिथिति अनुसार कुल भनेर भनेको चाहिँ के हो भने वंश हो। आफ्नो वंशले चाहिँ नि गर्ने जुन मुख्य प्रेत आत्मा छ त्यो चाहिँ कुल हो। कुल भइसकेपछि कुललाई चाहिँ गर्ने बेलामा के गर्छ भने हामी सबैजनाले मिलेर सबैको एउटा साझा भएको हुनाले सबैले मिलेर पूजा गर्ने हो। त्यस कारणले अब यो कुल पूजा चाहिँ खास गरिकन हाम्रो भेडा गर्ने चलन छ। भेडा गर्ने चलनको हिसाब किताबमा हाम्रो चाहिँ नि बाजु बराजुहरू पहिले चाहिँ नि यो जुन मध्य पहाडी यो हिमखण्डभन्दा तल र यो चाहिँ नि समथरभन्दा बिचको महाभारतको एरियामा बस्ने भएको हुनाले त्यो ठाउँमा उपलब्ध के भयो त भने त्यो ठाउँमा चाहिँ नि भेडा एभाइलेबल भयो, भेडा उपलब्ध भयो। त्यो भेडा उपलब्ध भएको हुनाले त्यसलाई चाहिँ नि के गर्न थाल्यो हामीले भने कुलको लागि चाहिँ नि चढाउने भन्ने चाहिँ प्रथा गरेर भेडाको पूजा चाहिँ आज गर्दै आयो। पूजा आज गर्दै आउने बेलामा चाहिँ के भयो त भने अब यो समय परिस्थिति परिवर्तन मान्छेको बुद्धि दिमाग अनुसार चाहिँ के हुँदै गयो भने बेला बेलामा अलिकति परिमार्जित हुँदै आयो। अब पहिले चाहिँ नि अब यो खास गरिकन यस्तो चाहिँ लगनहरू यस्तो चाहिँ दिन तिथि मिति थिएन होइन। जतिखेर चाहिँ जसलाई के अरे तिथिकै थाहा हुन्थेन, जतिखेर लगनकै थाहा हुन्थेन, तर त्यतिखेर पनि पूजा गर्थे।
अब तिथिमिति थाहा हुन थालेपछि मगरहरूले आफ्नो आफ्नो ठाउँ बसाइअनुसार के गर्न लाग्यो भने कसैले पञ्चमीमा गर्न लाग्यो, कसैले पूर्णिमा गर्न लाग्यो, कसैले अष्टमीमा गर्न लाग्यो। यसरी चाहिँ नि ऊ हुँदै र अब के भयो त भनेर भन्दाखेरि आफूले खाने हिसाब किताबमा के गर्यो भने कसैलाई सुँगुर नचल्ने, कसैलाई भेडा नचल्ने, जोलाई जुन समाज जुन समूह जुन वर्गलाई जे चाहिँ नि आफूले खान्छ त्यो चाहिँ नि भगवानको नाममा चढाएर खाने कुराहरू गर्यो। यसरी चाहिँ नि कुलपूजाको भएर आएको। कुलपूजा भएर आउँदाखेरि अब हाम्रो चाहिँ अहिले हाम्रो चाहिँ यो बाजेहरूले गर्दाखेरि चाहिँ यस्तो किसिमको के अरे यो जुन हाम्रो यहाँबाट यसरी बोलाउने कुराहरू भयो त्यो बोलाउने अन्तमा हाम्रो पुर्खा भएको हुनाले हामी चाहिँ नि माथिबाटै झरेर यहाँ चाहिँ नि माइग्रेसन भएर आएको रहेछ भने प्रमाणित हुन्छ हैन। अनि त्यो भेडा चाहिँ त्यसरी गर्ने हो। अब त्यसमा चाहिँ के छ भने पूजा गर्ने बेलामा विधि अनुसार भनेको पूजा गर्ने दिनभन्दा अघिल्लो दिन सबै दाजुभाइ र मुख्य कुटुम्बहरू क्षेत्रवास बस्ने चलनमा हाम्रो के छ त भनेर भन्दाखेरि अघिल्लो दिन एक साग खाने, चोखो एक साग खाने, तर घाम डुब्नुभन्दा अगाडि खाने। त्यसरी खाइसकेपछि हाम्रो पूजा सुरु हुन्छ र सबै हाम्रो खल्लको दाजुभाइहरूको घरबाट कुनै पनि चिजहरू दिने बन्द हुन्छ। जस्तो आगो समात पनि माग्यो भने दिनुहुन्न भन्छ है, त्यो बन्देज भयो। अब पूजाको दिनमा चाहिँ के हो भनेर भन्दाखेरि पहिलेको बुढाहरू त अब यस्तो उसको यातायातको यस्तो किसिमको सञ्चारको सुविधा थिएन। त्यस कारणले के गर्न थाल्यो भनेर भन्दाखेरि सबै कुटुम्ब र दाजुभाइ मिलेर त्यही दिन चाहिने सामानहरू जम्मा गरेर त्यही दिन बनाएर पूजा गर्ने हैन। त्यो जस्तो अघिल्लो दिनबाट चाहिने त्यो जुन दिनुहुन्न भनेर भनेको थियो नि त्यो चाहिँ पूजा गरेर भ्याइसकेपछि अब चल्यो। अब यहाँ नबसे पनि र पूजा गर्ने दिन चाहिँ के गर्छ भने यहाँ नभए पनि जस्तो जो यहाँ आयो पूजा गरेपछि प्रसाद खान्छ। यहाँ नहुनेहरू पनि के गर्छ भने विदेशमा होस् चाहे अरू ठाउँमा हो त्यो घरमा बस्ने मान्छेहरूले यहाँको पूजा भ्याइसक्यो भनेपछि चाहिँ बल्ल पकाएर खाने। अब हाम्रो हिन्दू शास्त्रअनुसार जोसुकैको शास्त्रअनुसार के छ भने शक्तिको जो चाहिने के अरे यो जस्तो भोग चढ्छ जसले चाहिने मलाई यस्तो कुरा देऊ भनेर पशुको बलि माग्छ त्यो पशुको बलि चाहिने कसलाई दिन्छ भनेर भन्दाखेरि देवीलाई दिन्छ। त्यो हाम्रो चाहिने मेन दिप्रा रानी होइन दिउ रानी भनेको रानी चाहिँ नि हाम्रो पुर्खा हो, हाम्रो कुल देवी हो। त्यसकारण रानी भएको हुनाले देवी भएको हुनाले देवीलाई के चढाउने चलन छ त भने बलिको पशुको बलि चढाउने चलन छ, के अरे पन्छीको चाहिँ नि बलि चढाउने छ। यो हिसाब किताबमा चाहिँ बलिको प्रथा चाहिँ देवीको हिसाब किताबमा अरूको भन्दा बढी चाहिँ नि शक्तिशाली हुन्छ। आफूलाई शक्ति आर्जन गर्नु पर्यो, जस्तो लडाइँ गर्नु जानु पर्यो भने सबभन्दा पहिले के गर्ने भने आफ्नो चाहिँ नि देवीलाई उसले उपासना उसले आराधना गर्ने। पहिले बुढाहरू त खालि लड्नलाई मात्रै आफ्नो जीव उजड्ने हो हैन। अनि तपाईँले चाहिँ हामीलाई के गरिदिनु भने रक्षा गरिदिनुहोस् भनेर भन्ने, तपाईँलाई यस्तो दिउँला भनेर चाहिँ नि उसले उसलाई चाहिँ पहिला प्रार्थना गर्ने, त्यो सम्बन्धमा कमेन्ट पनि गर्ने। अनि कमेन्टमेन्ट गर्नेपछि त्यो हिसाब किताबले चाहिँ खास गरिकन के हो भने देवीहरूलाई चाहिँ बलि चढाउने प्रचलन चाहिँ त्यो रहेको हो। देवतामा खास गरी त्यस्तो चाहिँ हुँदैन जुनसुकै संस्कारमा पनि। त्यो देवी भनेको हाम्रो के अरे रानी भनेको हाम्रो देवी हाम्रो पुर्खा चाहिँ नै एउटा देवी भएको हुनाले एउटा शक्तिको प्रतीक भएको हुनाले यसरी चाहिँ बलि प्रथा चाहिँ चलेर आएको। अब यसमा चाहिँ नि एक्सपेक्ट चाहिँ मैले चाहिँ राम्रै हुन्छु भनेर चाहिँ गरेको थियो, राम्रै पनि भयो हैन। एउटा चाहिँ नि यो अदृश्य शक्ति हो कि हामीले जो प्रार्थना गर्छ त्यो छ, त्यो दृश्य छैन अदृश्य छ। अदृश्य शक्तिलाई यदि चाहिँ नि हामीले प्रार्थना गर्यो भने हामीलाई यस्तो भयो यस्तो गरिदिनुहोस् हामीले यस्तो चढाउँछौँ भनेको हिसाब किताबमा आज देवी पनि प्रसन्न भएको चाहिँ हामीले अनुभूत गऱ्यौँ हैन। र देवी प्रसन्न भएको अनुभूत गरिसकेपछि त हामी उपासक त त्यसै पनि चाहिँ प्रसन्न छौँ र यही चाहिँ अनुभव मैले चाहिँ गरेको छु।
त्यो लेखतमा भएको बाहेक हामीलाई जानकारी छैन। पहिलेका हाम्रा पुर्खाहरूले हाम्रो कुलको पूजा गर्ने भन्ने चाहिँ पहिलेदेखि नै हरेक अब जनजातिहरूको जातिहरूको भएको हुनाले यो चाहिँ हाम्रो बराल पङ्क बराल सन्तानको पनि परापुर कालदेखि कुल पूजा गर्दै आएको हो। यसमा हाम्रो चाहिँ पछि लेख्न गएको हुनाले त्यो 93 कति 3 साल कति साल भनेर यहाँ अहिले लास्टमा चाहिँ 73 सालको फागुनको कति हो होइन। त्यसपछि अहिले चाहिँ फागुनमै हाम्रो यो कुल पूजा चाहिँ लगन विवाहको लगनमा गर्ने भन्ने कुरा र फागुन महिनामा गर्ने भन्ने कुरा पहिलेदेखि नै चलिआएको हो। 12 वर्षभित्रमा चाहिँ पूजा गर्नुपर्छ, एकपल्ट पूजा गरेपछि 12 वर्षभित्र पूजा गर्नुपर्छ भन्ने मनस्थिति त्यो बेलामा भएको हो। अहिले विगत केही वर्ष यतातिर चाहिँ अलि पहिले त्यो धेरै नगरौँ 4-5 वर्ष 5 वर्ष अन्तको अन्तरालतिर अथवा चाहिँ फरकमा छिटै पूजा गर्नुपर्छ भन्ने मनस्थिति चाहिँ हाम्रो अहिलेका हाम्रा दाजुभाइहरूले राखेको छ। तर बेला बखतमा हाम्रा सन्तानमा चाहिँ अब एउटा दुःखद घटनाहरू अथवा हाम्रो सन्तानको मृत्यु हुने भएको हुनाले त्यसमा पनि अवरोध आएको कारणले यसपालि अलि पछाडि अलिकति लामो समय 7 वर्ष जति चाहिँ लागेको हो। पूजाको लागि हामीले जहाँसम्म अहिले मलाई जानकारी भएसम्म दिनको लगनमा पारेर अनि विवाहको लगन दिनको लगन विवाहको लगनमा पारेर त्यो तिथिमिति मिलाएर पूजा गर्ने प्रचलन छ। त्यसमध्ये पनि हाम्रो बाबुबाजेले गरेको हामीले एउटा भेडा अनि त्यसपछि कुखुराको जोडी भालेपोथी र अन्य के हाम्रा दाजुभाइहरूको एउटा विभिन्न किसिमको जस्तै चाहिँ जन्मिएको अनि बिरामी भएको अवस्थाको छेवर भएको विवाह भएको बेलाको भक्कल भनेको देवीलाई म यसरी चढाउँछु भन्ने एउटा चाहिँ मनोभावना राखेकाहरूको चाहिँ यो बेलामा कुल पूजाको बेलामा चढाउने प्रचलन छ। यसमा हाम्रो पूजा गर्दाखेरि पुजारीहरू चाहिँ हाम्रा पाएसम्म हाम्रा कुटुम्बहरू भनेको हाम्रो चेलीका श्रीमानहरूलाई चाहिँ लगाउने चलन भरसक चाहिँ पाएसम्म लगाउने चलन छ। त्यसमा हामी दाजुभाइ पनि सरिक हुन्छौँ। यसमा चाहिँ हामीले के अरे 7, 9, 11, 13 यसरी बिजोर जना बसेर एउटा पूजाको प्रक्रियामा सहभागी हुने चलन छ। र फेरि पूजाको लागि हाम्रो देवीको मूर्ति छैन। हाम्रा बाबुबाजेहरूले पहिलेदेखि नै दर्शन ढुङ्गालाई पूजा गरेको सन्दर्भमा हामीले त्यही दर्शन ढुङ्गालाई राखेर पूजाआजा गरेका छौँ। हुन त हामीले देवीको नाममा चुरा पोते धागो काइयो ऐना अनि यस्ता सिँगाका सामानहरू र अनि फेरि नत्थाहरू सहित चाहिँ हामीले चाहिँ गहनाहरू पनि हामीसँग छ। त्यो हामीले त्यहाँ देवीको चरणमा देवीको पाउमा हामी राख्छौँ। अहिले पनि हामीले केही त्यस्ता गहनाहरू चढाएका छौँ। यसको अलावा हाम्रो पूजाआजामा हामीले हाम्रो पुरानो पौराणिक चलनअनुसार अब एउटा हामीले मगर भाषामा भन्दा तिला रिला अनि त्यसपछि थाक्री झाँक्री को प्रयोग गरेर एउटा देवीको मन्दिर बनाउने प्रचलन छ। त्यसमा हामीले दियो राख्ने कलश राख्ने देवीलाई आह्वान गरेर यहाँसम्म ल्याउने र फेरि पूजा विधि समाप्त भइसकेपछि हामीले आह्वान गरेर फेरि देवीलाई पुनः आफ्नै स्थानमा पुर्याउने हाम्रो आफ्नै लिपिमा लिपिमा लेखिएको पनि छ र भाषामा पनि हामीले त्यो उच्चारण गर्छौँ, देवीको स्तुति गर्छौँ। यो हाम्रो प्रचलन छ। हाम्रो प्रचलन अनुसार चाहिँ भेडालाई बलि दिने चलन छ हाम्रो कुलदेवीको लागि। जो कुलदेवीको नाम देब्रा रानी भनिन्छ। अब यो देब्रा रानी कुलदेवतालाई हामीले पहिलेदेखि नै भेडाको
बलि दिने चलन छ। यसमा विगत केही वर्ष पूर्व 10-15 वर्ष पूर्व नै हामीले यो भेडा खोज्न चाहिँ बडो अप्ठ्यारो भयो। त्यतिखेर चाहिँ नेपालमा एउटा सङ्कटकालको अवस्था थियो। त्यो सङ्कटकालको अवस्थाले गर्दा हामी हरेक ठाउँमा घुमेर भेडा चयन गर्न अथवा हामीले भने जस्तो शुद्धता पूर्णवाला भेडा पाउन नसकेर हामीले चाहिँ बोका पूजा गर्ने हो कि भन्ने चाहिँ हाम्रो चाहिँ हामी अलि बुढापाकाहरूले चाहिँ त्यस्तो राय व्यक्त गरिसकेको अवस्थामा हाम्रा युवा पिँढीका दाजुभाइहरूले यो भेडा नै गर्नुपर्छ, हामी जसरी भन्ने नि हामी भेडा खोजेर हामी ल्याउँछौँ भन्ने भएर ती युवाहरूले नै अब सङ्कटकालकै अवस्थामा भए पनि राति गएरै अब भीमा तर्फबाट भेडा खोजेर उनीहरूले ल्याए। यसैले हामीलाई हाम्रा ती युवाहरूले हाम्रो जुन प्रचलन हो त्यो प्रचलनलाई चाहिँ छाड्नुहुन्न, त्यसलाई चाहिँ हामीले पछिसम्म राख्नुपर्छ, तपाईँहरूलाई यो मेटाउनुहुन्न भन्ने भावना भएको हुनाले हामीले निरन्तरता दिएर पूजा गरिरहेका छौँ। भेडा सबभन्दा पहिले शुद्ध सेतो हुनु पर्यो, त्यसपछि कुनै किसिमको त्यो खत हुन भएन। खत भनेको कुनै किसिमको चाहिँ त्यसलाई घाउचोट लागेको देखिन भएन। आँखा राम्रो हुन पर्यो, जिब्रो सेतो हुन पर्यो, त्यहाँ जिब्रोमा नि कालोपन भएको हुन भएन, रौँ सम्पूर्ण सेतो हुनु पर्यो। कुनै किसिमको खोट नलागेको भेडालाई खोज्न पर्ने भएको हुनाले अलिकति पाउनलाई त्यस्तो किसिमको हामीले भने जस्तै पाउनलाई अलि भेडा फेरि सबै ठाउँमा पाउन अलि दुर्लभै हुने रहेछ। ठाउँमा भेडा पालेका त छन् तर हामीले गएर त्यो हामीले खोजेको जस्तो भेडा पाउनलाई मुस्किल हुने। तैपनि त्यो अप्ठ्यारोको बावजुद पनि हामीले त्यस्तो किसिमको भेडा खोजेर अहिलेसम्म हालसम्म ल्याउन सफल भएका छौँ। हाम्रो प्रचलन चाहिँ 52 सालबाट भएको हो। यो 52 सालमा हामीले हाम्रो चितवनमा बसोबास गर्ने, यहाँ बन्दीपुरमा चितवनको पनि अहिले हाल राप्ती नगरपालिका वडा नम्बर 7 को पुरानो 4 नम्बर र 6 नम्बर के भन्छ त्यहाँ 6 नम्बर बस्ती कि के भन्छ त्यसमा बसोबास गर्ने हाम्रा ग्रुपमा बस्ने 6 ग्रुप र 4 ग्रुपमा बस्ने हाम्रा दाजुभाइहरू र हामी यहाँ बन्दीपुरमा बस्ने हाम्रो पुरानो थलो बराल थलोमा बस्ने दाजुभाइहरूको बिचमा त्यसबाहेक हाल आएर इन्डियामा अनि त्यसपछि अस्ट्रेलिया अनि त्यसपछि बेलायतमा हाम्रा दाजुभाइहरू बसोबास गरिरहेका छन्। यी बसोबास गरिरहेका दाजुभाइहरूमा एक आपसमा राम्रोसँग चिनापर्ची होस्, राम्रोसँग चाहिँ सम्बन्ध अगाडि बढोस्, दाजुभाइको भाइचारा बढोस्, सहयोग बढोस् अनि एक आपसमा नजिक अथवा चाहिँ न्यानोपन ल्याओस् भन्ने उद्देश्यले 52 सालमा हामीले यो हाम्रो बराल परिवारको चाहिँ यो भाइ भेला भनौँ अथवा वार्षिक उत्सव भनौँ मनाउने प्रचलन ल्याएको हो। यो अहिलेसम्म हरेक वर्ष यो फागुन महिनामा हाम्रो यो वार्षिक भेलाको कार्यक्रम रहन्छ। यो अहिलेसम्म निरन्तरता छ। यसमा बन्दीपुरमा पर्ने समय पारेर हामीले अब हाम्रो शुभ मुहुर्त मिल्यो भने हामीले कुल पूजाको पनि त्यतिखेर नै पूजा गर्ने प्रचलन यो बन्दीपुरमा नै गर्ने प्रचलन छ। यो हाम्रो कुललाई हामीले यहाँबाट अन्यत्र नलाने भन्ने चाहिँ हाम्रो उद्देश्य भएको हुनाले र एक आपसमा नजिकता ल्याउनको लागि पनि हाम्रो वार्षिक भेला हामीले सञ्चालन गर्दै आइरहेका छौँ र यसबाट हामीले केही रकम जम्मा गरेर हाम्रा दाजुभाइहरूलाई जो अलिकति चाहिँ आर्थिक हिसाबले अलिकति तल्लो स्तरमा छन् उहाँहरूलाई एउटा ऋण स्वरूप भए पनि एकदम कम ब्याजमा ऋण स्वरूप भए पनि हामीले दिन सफल भएका छौँ। यसैले यसको सफलताले हामीलाई धेरै नै उत्साहित पारेको छ र हामी चितवनवासी अनि बन्दीपुरवासी
अनि त्यसपछि अन्य विदेशमा रहने हाम्रा दाजुभाइहरूको नजिकैपन अथवा चिर परिचित गराउने कुरोमा धेरै सघाउ यो वार्षिक उत्सवले पुर्याएको छ। ज्या सुरज काका चाहियो 3 वर्ष भनिहाल्छु म। चिनिहाल्नु भन्ने फेरि चिनिहाल्नु लगायो अनि चिनी हालेर साटु खाएर नि सुत हैन जम्मा भएको चारवटा बुहारी जम्मा भएको सासु त काका तला सुरज काका र के अरे हुकु काका हाल्दिए है नामै बजिन् देख्नु सानो बज्यो बस यहाँ आउँछ बस यहाँ अब आफ्नो सुरु आफै हो खै त कुन त दिदी काठमाडौँतिर होइन ल दाइ ल झोला दिनु ल लिदिनु ल लिदिनु अलिअलि ल आफ्नो सामान आफैसित आफ्नो सुरु आफै अहिले जानेहरू नमस्कार लु झोरले माछाले अब राख्ने होइन क्या योमा घर जस्तो बनाउने कि नानी सबै पानी यहाँ धुरी खामा बनाऊ भने आखिरमा छवडै थियो अनि यता सुन्नु न त्यो हुन्छ यसैले यता गराउने हो कि यो अनि त्यो चाहिँ भयो अनि यता चाहिँ ढोका बनाउने के खाना चाहिँ यस्तो बनाउँदै बाइसवटा आएको यो 22वटा आहा 22वटा भयो यहाँ कलशको फुल भनेको यो ल होइन जो जम्मै गुन्डे ल छाना 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 रेडी 1 2 3 एकछिन 1 2 यसको लागि पहिले हाम्रो बाबुबाजेहरूले खेतीपाती गर्ने भएको हुनाले पशुपालन गर्ने भएको हुनाले यो चाहिँ यहाँ चढाएर लगेर अब यो चाहिँ उहाँ आफ्नो बारीमा छर्ने हो है हाम्रो खेती राम्रो छ अहिले पो अब जागिरी गरेर तिमीहरू जाने यसो गरेर पैसा भात खान्छ
पाउडा डब्बामा हुन्छ पाउडर त्यतै पाइन्छ नाकु तानाङ मुनि कानै याचा पूजा ज्यानी कुल देवता दिव्र रानी परमेश्वरी छौ ल भन पचहत्तर जिल्ला 14 अञ्चल चाहिँ नि विभाजन नेपालको नक्सा चाहिँ नि हुनुभन्दा अगाडि चाहिँ पश्चिम 3 नम्बर भन्थ्यो पश्चिम 3 नम्बर तनुङ बन्दीपुर को बराल टोकमा चाहिँ के अरे हाम्रो कुरुवीर थापा मगर भन्ने जिजु चाहिँ आएर बसोबास गर्नुभएको त्यसपछि जिजु बाजु कुरुवीरको मुनि सन्तानहरू चाहिँ नि के अरे अमर सिंह पछि चाहिँ नि धनबहादुरको पछिको चाहिँ नि जसपाउ भन्दा मुनिको चाहिँ नि इन्द्रवीर भन्दा तलको चाहिँ नि पुस्ता चाहिँ नि पदमबहादुर थापा मगरको पालामा नै 2019 सालमा चाहिँ चितवनमा चाहिँ हाम्रो खलगहरू चाहिँ नि बसाइसराई भइआएको र सबभन्दा पहिले चाहिँ नि पन्नापन्नी चितवन जिल्लाकै पन्नापन्नी भन्ने ठाउँमा चाहिँ बसोबास भइराखेको र पन्नापन्नी भन्ने ठाउँमा चाहिँ राप्तीको नदी किनारको साथै राष्ट्रिय निकुञ्ज भित्र परेको हुनाले मानवको पनि क्षति र त्यहाँ चाहिँ जन्तु जनावरहरूको पनि के अरे क्षति हुने चाहिँ उ भएको हुनाले स्वर्गीय राजा महेन्द्रको पालामा त्यहाँ बसोबास गर्ने भूपू सैनिकहरूलाई चाहिँ नि यो अहिलेको चाहिँ नि राप्ती नगरपालिका तत्कालीन चाहिँ नि भूपू सैनिक सङ्गठन सामूहिक परियोजना अन्तर्गत बसोबास गराइसकेपछि त्यसलाई चाहिँ पछि वीरेन्द्रनगर भन्ने गाविस पञ्चायत भन्ने चाहिँ नामाकरण गरिएको र हाल आएर अब यो गणतन्त्र आइसकेपछि यो नगरपालिका बनाउँदा बागमती प्रदेश चितवन जिल्लाको राप्ती नगरपालिकाको पनि 7 नम्बर वडा अन्तर्गत हाम्रो खल्लघर चाहिँ बस्दै आएको हाम्रो शाखा चाहिँ यस्तो अनि उतापट्टिको चाहिँ फेरि अर्को पुस्तामा आउँछ।